साथीहरू, आज मैले तपाईहरुको माझमा फिस कट पेटिकोटको ड्राफ्ट लिएर आएको छु। यसको मेजरमेन्ट यस प्रकार रहेको छ। यहाँ फुल लेन्थ 34 र वेस्ट राउन्ड हाम्रो 32 रहेको छ। 32 लाई 4 ले डिभाइड गरेर 8, 8 मा 1 इन्च डट र 1 इन्च मार्जिन गरेर 10 राखेका छौं। यहाँ मेरो वेस्ट राउन्डको फर्मुला मिस्टेक रहेको छ, यसलाई सच्याएर लेख्नु होला है त। यहाँ पनि फुल लम्बाई 34 लिनु पर्दछ। यहाँ मैले A6 स्केल प्रयोग गरिरहेको छु। यो चाहिँ खुल्ला भाग हो। अब यहाँ हामीले वेस्ट राउन्ड 10 नै लिनु पर्दछ र अब माथि यो वेस्ट राउन्डको सेन्टरमा चाहिँ 5 इन्च तल हामी डट दिन्छौं। डट राख्नु होला, हाफ इन्चको डट हुनेछ यो चाहिँ। यहाँ खुल्ला भागतिर माथिदेखि तलतिर हिप लेन्थ 7 र थाई लेन्थ 14 लिने। थाई लेन्थको भित्रपट्टि 1.5 इन्च भित्रपट्टि जाने। यहाँ तल वेस्ट राउन्ड लगिसकेपछि हामीले 5 देखि 8 इन्चसम्म एक्स्ट्रा लिन सक्छौं। मैले अहिले यहाँ 5 इन्च एक्स्ट्रा लगेको छु र यहाँ हिप लेन्थदेखि थाई लेन्थ भित्रपट्टि 1.5 इन्च गएर बाहिर तलसम्म सेपको लागि जोइन गर्ने र हाफ 1.5 इन्च भित्रपट्टि र 1.5 इन्च यहाँ राखेर सेप दिने। यो खुल्ला भाग हो भने यो चाहिँ बन्द भाग हो है त। हामीले यसलाई 2 फोल्डमा राखेका छौं। अब ड्राफ्ट लगभग रेडी भइसकेको छ। तपाईहरुलाई कुनै कन्फ्युजन भयो भने कमेन्ट गर्न सक्नुहुन्छ। अब हामी नेफा भाग वा बेल पार्ट बनाउन गइरहेका छौं। हाम्रो पेटिकोटको लम्बाई 34 रहेको छ, जसमा माथिबाट हाफ इन्च र तल फोल्डिङ भाग 1 इन्च गरेर 1.5 इन्च माइनस हुन्छ। त्यसैले हामीले नेफा भाग वा बेल पार्टलाई 1.5 इन्च थप्नुपर्ने हुन्छ। 1.5 इन्च थप्नको लागि हामीले लम्बाई लिनुपर्ने हुन्छ 1.5 इन्च × 2 र त्यसमा 1 इन्च मार्जिन गरेर 4 लिनु पर्यो। 4 इन्च लम्बाइको बेल्ट र चौडाइमा चाहिँ हाम्रो वेस्ट राउन्ड 10 आएको छ। 10 राख्न सक्छौं जिपर राख्नु भयो भने। यदि जिपर राख्नु भएन, इजार राख्नुहुन्छ भने 1 इन्च माइनस डटको माइनस गरेर 9 इन्चमा चाहिँ हामीले रेडी गर्न सक्छौं। वा अन्तिममा बढी आयो भने काटेर पनि हाल्न सक्छौं है त। ड्राफ्ट तपाईलाई कस्तो लाग्यो?